कुन कस्तो पाप गर्नाले प्राणी नरक बाटामा जान्छन् र कुन पाप गर्नाले बैतरणी नदीमा खस्दछन् तथा कुन पापहरूले नरकमा जान्छन्। श्री भगवानले भन्नुभयो, शुभ कर्ममा विमुख भएर जो सदैव अशुभ कर्म गर्नमा तत्पर रहन्छन् ती एउटा नरकबाट अर्को नरक, एक दुखबाट अर्को दुख र एक भयबाट दोस्रो भयमा प्राप्त हुन्छन्। धर्माचरण गर्नेवाला पुरुष धर्मराजको नगरमा पूर्व पश्चिम उत्तर यी तीनै द्वारबाट जान्छन् र पापी पुरुष दक्षिणको द्वार मार्गबाट नै जान पाउँछन्। महादुःखदायी दक्षिणको यसै द्वार मार्गबाट बैतरणी नदीमा आउँछ। उसमा जो पापी पुरुष जान्छन् तिनलाई म तिमीलाई बताउँदछु। जो ब्राह्मण वध र सुरापान गर्छन्, जो गोवध या पाक्सेल वध स्त्री वध गर्छन् तथा जो लुकी छिपी पाप कर्ममा रत छन् एवं जो गुरु देवता ब्राह्मण स्त्री र बालक को द्रव्यहरण गर्दछन्, जो ऋण लिएर दिँदैनन् र अर्काको धन खोज्दछन्, जो विश्वासघाती छन् र जो विष मिलाएको अन्न दिएर मर्दछन्, जो अर्काको दोष ग्रहण गर्छन्, गुणको प्रशंसा गर्दैनन् र गुणसँग दाह गर्दछन्, जो मूढ नीच पुरुषहरूको अनुरागी छन् र सत्सङ्गबाट विमुख छन्, जो तीर्थ सज्जन सत्कर्म गुरु तथा देवताको निन्दा गर्दछन् र पुराण वेद मीमांसा न्याय एवं वेदान्त आदि शास्त्रहरूको निन्दक छन्, जो दुखीलाई देखेर प्रसन्न हुन्छन् र खुसीलाई देखेर दुःख दिन्छन् तथा जो कटु वचन बोल्दछन् र जसको अन्तःकरण सदा दूषित छ, जो हितकर वचन सुन्दैनन् र न कहिले शास्त्रको बात सुन्छन्, जो जड भएर पनि आफूलाई महान तथा मूर्ख भएर पनि आफूलाई पण्डित ठान्दछन्, यी र अरू पापी पाखण्ड अधर्मी धेरै पापीहरू दिन रात रुँदै यम मार्गमा जान्छन्। अब म यमदूतहरूद्वारा पीडितै जो पापी यम मार्गबाट जहाँ बैतरणी नदीमा खस्दछन् तिनको दशा अब म तिमीलाई सुनाउँछु। माता पिता गुरु आचार्य पूज्यजनहरूलाई जो अपमानित गर्दछन् ती पापी पुरुष त्यस बैतरणी नदीमा डुब्दछन्। रिसले जो जन पतिव्रता सदाचारिणी कुलीन तथा विनयान्वित स्त्रीलाई त्याग्दछन् ती जन बैतरणी नदीमा गिर्दछन्। हजारौं गुण भए पनि सर्जनमा दोषारोपण र सज्जनको अपमान गर्ने जन बैतरणीमा पर्दछन्। ब्राह्मणका लागि सङ्कल्प गरेर जो सङ्कल्प गरेको वस्तु दिँदैनन् अथवा दिन बोलाएर जो छैन भन्छ ती दुवै किसिमका पापीहरूको वास बैतरणीमा हुन्छ। जो जान दिएर स्वर्ण हरण गर्दछ, स्वयं हरण गर्दछ अथवा दान दिएर पछुतो गर्दछ एवं जो अर्काको जीविका हर्छ र दान दिनेवालालाई रोक्दछ त्यस्तो जन बैतरणीमा खस्दछ। जो यज्ञको विध्वंस तथा कथा वर्ग गर्दछ, जो अर्काको खेतको सीमालाई काट्दछ र गोचर भूमिलाई जोत्दछ त्यो बैतरणीमा खस्दछ। जो बाहुन दुध दही घिउ नुन आदि बेच्दछ तथा सुदृढीको पति भएको छ, वैदिक यज्ञको अतिरिक्त अरू कुनै स्थानमा आफ्नो आत्मसन्तुष्टिका लागि जो पशुलाई मार्दछ त्यस्तो जन बैतरणी नदीमा खस्दछ। जो ब्राह्मण ब्रह्म कर्मबाट भ्रष्ट छ, मासु घिच्छ रक्सी पिउँछ तथा जसको स्वभाव निरङ्कुश एवं जो शास्त्रहरूको अध्ययनबाट विरक्त छ त्यो बैतरणी नदीमा खस्दछ। जो वेद पढ्दछ, कहिले गाईको दुध पिउँछ जनै भिर्छ तथा ब्राह्मणीको पति बन्छ त्यो जन बैतरणी नदीमा खस्दछ। जो राजाकी स्त्रीको अभिलाषा र परिस्त्रीको अपहरण गर्दछ, जसलाई कन्यामा काम वासना हुन्छ तथा जो पतिव्रताहरूलाई दूषित गर्दछ त्यो बैतरणीमा खस्दछ। यी र अरू पनि धेरै निर्दिष्ट कर्महरू गर्नमा उत्सुक एवं आसक्त विहित कर्महरूलाई त्याग्नेवाला मूढजन बैतरणी नदी पर्दछ। पापी पुरुष सारा मार्ग नागेर यमलोकमा जान्छन्। फेरि यमराजको आज्ञाले उनको नौकर आएर ती पापीलाई बैतरणीमा जाग्दछ। हे पन्छीराज गरुड, मुख्य नरकहरूमा धुरन्धर 21 नरकहरू छन्। यसकारण दूतहरूका पापीहरूलाई उसै बैतरणी नदीमा हाल्दछन्। कसैले यदि काली गाईको दान गरेको छैन भने या अर्धोदैनिक कर्म गरेको छैन भने ती बैतरणीमा ठुलो कष्ट भोगेर त्यस नदीको तीरमा उत्पन्न सिमलको रुखको
तल दुःख भोग्न जान्छ। जो झुटो साँची बोक्दछ और झुटो देखावटी धर्माचरणमा प्रवृत्त हुन्छ, जो छल कपडले धन कमाउनमा लागेको छन् र चोरीले जीविका चलाउँछन्, जो ठुला ठुला रुख काट्दछन् तथा लोहोसे बगैँचा नाच्दछन्, जो व्रत तीर्थलाई त्यागेर विधवा स्त्रीको शील भोग गर्दछन्, जो स्त्री आफ्ना पतिमा दोष लगाउँदछे एवं परपुरुषहरूको नाममा ध्यान गर्दछे, त्यस्ता प्रकारका पापी सिमलका वृक्षका तल धेरै दुःख काट्दछन्। रुखमा झुन्डिएका पापीहरूलाई पिट्दाखेरि जो तल झर्दछन् तिनलाई यमदूतहरू नरकमा जाखिदिन्छन्। जो पापी ती नरकहरूमा जाखिन्छन् उनको हाल म तिमीलाई सुनाउँछु, सुन। जुन नास्तिक ईश्वर तथा परमात्मालाई मान्दैनन् र मर्यादालाई तोड्दछ, जो कन्जुस छ, जसको सांसारिक विषयमा पनि प्रवृत्ति छ, जो पाखण्डी तथा कृतज्ञ अर्काले गरेको उपकारलाई भुल्ने छ, त्यस्ता जन अवश्य नरकमा जान्छन्। जो कुवा बावली देव मन्दिर तथा मनुष्यको घरलाई नष्ट गर्दछन् त्यो निश्चय नरकमा जान्छ। जो स्त्री बालक नौकर तथा गुरुजनलाई छोडेर अनि वैदेशिक नगरिकन भोजन गर्दछ त्यो निश्चय नरकमा पर्दछ। जो किला बाँध मुढा ढुङ्गा तथा काँडाले बाटो रोक्दछ त्यो निश्चय नरकमा पर्दछ। जो मूर्ख शिव देवी विष्णु सूर्य गणेश सद्गुरु एवं विद्वानजनको पूजा गर्दैन त्यो निश्चय नरकमा जान्छ। जो ब्राह्मण नौकर्नीलाई आफ्नो बिछौनामा सुताउँछ त्यसको अधोगति हुन्छ र शूद्रिणीबाट सन्तान उत्पन्न गरेपछि त्यो ब्राह्मणको गुण कर्मले विहीन हुन्छ, त्यो अधम बाहुन कहिले पनि प्रणाम गर्न योग्य हुँदैन। जो मूर्ख जसलाई पुज्दछन् निश्चय नरकमा जान्छन्। जो कलह अप्रिय मनुष्य ब्राह्मणका साथको झगडा तथा जुधेका गाई गोरुलाई रोक्दैन, उल्टै उस्काउँछ भने त्यो अवश्य नरकमा जान्छ। स्त्रीहरूको रक्षक पतिलाई छोडेर अर्को कोही छैन। जो पति विद्वेषवश ऋतुकाललाई व्यतिक्रत गर्छ त्यो अवश्य नरकमा जान्छ। जो कामान्तपुर रजस्वला स्त्रीका साथ समागम गर्दछ त्यो पर्वहरूमा जलमा दिनमा तथा श्राद्धको दिनमा स्त्री सम्भोग गर्दछ त्यो निश्चय नरकगामी हुन्छ। जो अग्नि जल बाटिका बाटो तथा गौशालामा दिशा पिसाब सिगान खकार गर्दछ त्यो निश्चय नरकमा जान्छ। जो खड्गादि शस्त्र एवं धनुष बाणको निर्ममता तथा उनको विक्रेता छ ती निश्चय नरकमा जान्छन्। छाला बिछौना बेच्नेलाई वैश्य, भोग बेच्नेलाई स्त्री तथा विष बेच्ने जन ती सबै नरकमा जान्छन्। जो अनाथमा कृपा राख्दैनन्, सज्जनहरूसँग दोष गर्दछन् तथा बिना अपराधका नै दण्ड दिन्छन् ती निश्चय नरकमा जान्छन्। भोजन तयार भइसकेपछि पनि भोजनको आशयले घरमा आएका ब्राह्मणलाई भोजन गराउँदैनन् ती निश्चय नरकमा जान्छन्। जो जीवमा विश्वास राख्दैनन् र दया गर्दैनन् तथा जो उनीहरूमा कुटिलता बर्तन्छन् त्यो निश्चय नरकमा जान्छन्। जो पहिले नियमहरूलाई ग्रहण गरेर पछि इन्द्रियको वशमा गरेर छोडिदिन्छ ती निश्चय नरकमा जान्छन्। जो मित्रसँग द्रोह गर्छन् र प्रीति एवं आशाको विच्छेद गर्छन् ती निश्चय नरकमा जान्छन्। विवाहमा देश दर्शन निमित्त यात्रामा तथा तीर्थमा जाने यात्रीहरूलाई बाधा दिन्छ त्यो जन भयङ्कर नरकमा निरन्तर बास गर्दछ। नरकबाट उसको फिर्ती कहिले हुँदैन। जो महापापी घरमा गाउँमा तथा वनमा आगो लगाउँछ त्यो यमदूतहरूद्वारा पक्रिएर अग्निकुण्डमा हालेर पोलिन्छ। त्यस कुण्डका अग्निले शरीर जलेपछि जब त्यो छायाको माग गर्दछ तब यमदूतहरू उसलाई असीपत्र वनमा लैजान्छन्। त्यस असीपत्र वनमा खड्गका समान तेज धारवाला पत्ताहरूले जब उसको शरीर काटिन्छ तब उसलाई यमदूतहरू भन्छन्, अरे पापी, लौ शीतल छायामा सुख निन्द्राले यदि प्यासले पीडित भएर पिउने इच्छाले पानी माग्छ भने यमदूतहरू उसलाई पिउनका लागि अत्यन्त तातो तेल दिन्छन्। तातो तेल दिएर ती यमदूत उसलाई भन्छन्, पापी, यी अन्न खा। पिउने बित्तिकै त्यो तातो तेल उसको आन्द्रा पोल्न थाल्छ र त्यो पछारिन्छ। कसै गरी फेरि उठ्ने दुखीहरूले चाहिँ प्रलाप गर्दछ एवं विवश भएर खिउ खिउ गर्दछ र बोल्न सक्दैन। हे गरुड, यस्ता प्रकारले पापीहरूलाई धेरै यातना
बताइएका छन्। यिनको वर्णन बस शास्त्रमा वचनद्वारा गरिएको छ। अब म केवल लस्ट काटिदिन्छु। यस्ता प्रकारले दुःख पाउँदै अनेक स्त्री पुरुष प्रलयकालसम्म भयानक नरकमा पाकिरहन्छन्। उस पापको अक्षय फल भोगेर फेरि पनि नरकैमा उत्पन्न हुन्छन् तथा यमराजको आज्ञाले मृत्युलोकमा आएर वृक्षादि स्थाचरण रूपमा उत्पन्न हुन्छन्। वृक्ष, गुल्म, लता, बल्ली, पर्वत तथा तीर्ण तीवर कहिन्छन्। यो महामोहले युक्त छन्। 84 लाख योनिहरूमा कीट, पंक्षी, जलचर, देव योनि हुन यी सबै योनिहरूमा भ्रमण गरिसकेपछि मनुष्य योनि प्राप्त हुन्छ। मनुष्य पनि नरकबाट आएपछि चाण्डाल योनिमा उत्पन्न हुन्छन्। चाण्डाल योनिमा पनि पापजनित चिन्हहरूको धेरै दुःखी हुन्छन्। यसकारण स्त्री पुरुष कलित कष्ट, जन्मान्तर तथा महारोगले व्याप्त भएपछि पापाजी चिन्हहरूले उपलब्धि हुन्छन्। अनादिनि धनोदेव शङ्खचक्रम गजाधर अव्यय पुण्डरीकाक्ष प्रेतमुक्ष प्रोधव। यस प्रकार गरुड पुराणका सारोद्वारमा नरक प्रताप चिन्ह निरूप नामको 4थो अध्याय समाप्त भयो।